हेलो साथीहरु नमस्ते। मेरो युट्युब च्यानलमा स्वागत छ हजुरहरुलाई। आज चाहिँ मैले पाइप स्टाइलको सुरुवाल तर इलास्टिक भएको सुरुवाल कटिङ गर्न थालेको छु। यो चाहिँ सुतीको कपडा मैले एकैचोटी फोल्ड गरेर पट्टाइसकेको छु है। यो चाहिँ फोल्ड गरेर पट्टाइसकेको छु। अब यहाँ चाहिँ मैले फोल्डिङ भाग 1 इन्ची अथवा 1.5 इन्ची अथवा 2 इन्ची मैले छुट्याइसकेँ। 1.5 इन्ची छ। यो चाहिँ हाम्रो मुनिको फोल्डिङ भाग। हाम्रो लम्बाइ छ 37। सिलाको भिडियो चाहिँ राख्न सकिँदैन मैले है, किनभने यो बाहिरको कटिङ हो, कटिङ मात्रै गर्ने काम पनि गरिरहेको छु अहिले। त्यो भएको भएर हाम्रो जान्छ अगाडिको भागको लागि 13, किनभने 44 हिप छ, त्यो भएको भएर है। घुँडा लम्बाइ चाहिँ हाम्रो 21, तर उसले घुँडा लम्बाइ चाहिँ राखेको छैन। अब यति मान्छेको यति हुन्छ भनेर चाहिँ मैले थाहा भएको भएर घुँडा लम्बाइ चाहिँ राखिरहेको छु। आज त माइक पनि कता पुग्यो, माइक पनि भएन है। म चाहिँ दिनभरि उभिएर थाके भएर म बसेर कटिङ गरिरहेको छु है। चक पनि कस्तो लेख्दैन है हिजो आजको चक। अब हाम्रो चाहिँ हिप छ 44, 11 14 44, मैले 12 राखेको छु, 48 राखेँ, तर 1 इन्ची प्लस गरिदिएको छु है। यहाँ यो चाहिँ फ्रन्टको पाटा भयो, फ्रन्ट पाटा भयो, 1 इन्ची प्लस गरेको छु। यो सुतीको भयो। अब पछाडि हामीले यहाँ म चाहिँ एकैचोटि कटिङ गरिरहेको छु है। अनि 1 इन्ची यहाँ सिलाइ भाग पनि प्लस गरिरहेको छु है मैले। यो हाम्रो अगाडिको सिलाइ भाग, यो कटिङको भाग। यो चाहिँ हाम्रो कस्तो भने नि, यो सुतीको भएको भएर मैले पछाडि 2 इन्ची राखेको छु है। यो चाहिँ हाम्रो अगाडिको जाङ है। हामी जाङ 2 इन्ची गएको छु। यहाँबाट चाहिँ हामी ठ्याक्कै यहाँ जोड्छौँ है। यो हाम्रो फ्रन्टको भयो है। ब्याकको फेरि छुट्टै हुन्छ, कटिङ गरिसकेपछि चाहिँ बुझ्नुहुन्छ है, किनभने मैले एकैचोटि कटिङ गरेको छु। अब फेरि हामी यहाँबाट हामी 2 इन्ची जान्छौँ है। यो एकदम मोटो मान्छेको, त्यसमा यो सुती कटनको कपडा भएको भएर है। अब हाम्रो मोटा कति छ भने अब यसको र यसको 20 भाग निकाल्छौँ हामी। यहाँ 13 मा 13 भने चाहिँ यो 6.5 भयो। अनि 6.5 हामी यो 20 भाग निकाल्नु पर्छ है। 7 इन्ची यहाँ पनि हामी 7 इन्ची गयो। अनि यसलाई के गर्ने, हामी सिधा तान्छौँ है। यसको र यसको 20 भाग है। अनि घुँडा घेरा चाहिँ उसले लम्बाइ पनि नापेको छैन, यो पनि नापेको छैन। हाम्रो मोटा कति छ भने 17 छ। मैले यहाँ 8 मात्रै राखिरहेको छु, किनभने हाम्रो त्यो कटिङमा पनि आउँछ। यो चाहिँ हामीले सिधै ताने पनि हुन्छ, छड्के ताने पनि हुन्छ है। यो चाहिँ हाम्रो यहाँदेखि यहाँ तपाईँहरूले उयो सेप स्केलले तान्नु भए पनि हुन्छ। पाइन्टहरूमा भए चाहिँ सेप स्केलले तान्ने। यो चाहिँ हाम्रो सुरुवाल भएको भएर मैले सिधै तानिदिएको छु है। यसले ठ्याक्क सेप दिएर तान्न पनि सकिन्छ। कतिले यस्तो सेप, यो धेरै थरीको स्केल चलाउने आफ्नो तरिका हुन्छ है। अब यो चाहिँ हाम्रो अगाडिको भाग। अब त्यहाँ 16 भएपछि 17 भएपछि माथिको चाहियो हामीलाई। यो सुतीको भएर हल्का ठुलो राखेको है। हामीले चाहिँ सुतीको कपडा भएको भएर यहाँदेखि चाहिँ यहाँ चाहिँ हामीले सेप स्केल चलाउने। अनि यहाँ पनि ल हामीले यहाँ सिलाइ भागबाट गरेको छ। अब ब्याक साइडमा है, ब्याकमा हामीले 2 इन्ची, माथि चाहिँ 2 इन्ची गएको छ, तल चाहिँ हामी 2 इन्ची जाँदा नि हुन्छ, 1.5 जाँदा पनि हुन्छ है। माथि चाहिँ ल होइन, यो ब्याकको
तल चाहिँ मैले अझ कम राखिरहेको छु सिलाइ भाग। यो हाम्रो एकदम मोटी मान्छेको भएर है, मोटो मान्छेको भएर। अनि यहाँ चाहिँ हामी यता चाहिँ हामीले सिलाइ भाग हाफ इन्ची चाहिन्छ। यो चाहिँ हाम्रो कति हिप भन्यो भने चाहिँ 44 टाइटमा 44 इन्ची भएको भएर है। अब यहाँबाट हामी ब्याकको लागि 1 इन्ची अथवा 1.5 इन्ची जान्छौँ है। अब यसलाई चाहिँ हामी यसले सेप दिन्छौँ। यतिले पुग्छ भन्नु होला होइन, ठ्याक्कै यतिले पुगिन्छ है। यो चाहिँ हाम्रो पछाडिको, किनभने यहाँबाट नि उता गएको नि त, यो भयो होइन। अब यहाँबाट फेरि हाम्रो इलास्टिक भाग 2 इन्ची 2 इन्ची है। इलास्टिक भाग 2 इन्ची। ल यति चाहिँ चाहिन्छ। 44 हिपको है। ल होइन मैले कटिङ गरिसकेँ। पाइट चाहिँ फेरि फरकै हुन्छ है। पाइट चाहिँ यो स्टाइलले कटिङ गर्दा हजुरहरूको मिल्दैन है। पाइटको पनि म ड्राफ्ट राख्छु। पाइटको पनि म ड्राफ्ट राख्छु है हजुरहरूलाई। तल चाहिँ सानो चाहिन्छ, माथि चाहिँ ठुलै चाहिन्छ है यो सुरुवाल चाहिँ। अब हामी ब्याकको पाटा निकालिदिइहाल्छौँ। ब्याक पाटालाई पनि यो सिधा कटिङ गर्न पनि मिल्छ है। यो चाहिँ एकदम ठुलो हिप भएको भएर मैले चाहिँ गरिरहेको छु। अलिकति माथि सेप गएको छु है, हिप एकदम ठुलो भएको भएर। फ्रन्टको फ्रन्टमा चाहिँ हामीलाई धेरै चाहिने है सिलाइ भाग। हामी यहाँ 11 दुना 11 12 24 अनि पछाडिको फेरि यहाँ कति आयो 14 दुना 28 ठिकै आउँछ है। ल भने हामीले अगाडिको कटिङ गर्न थालिरहेको छु है। यहाँदेखि चाहिँ हाम्रो अगाडिको है। आफ्नो तरिका हुन्छ कटिङ गर्ने चाहिँ। हाम्रो कटिङ भ्याइसक्यो। हेर्नु चाहिँ हाम्रो कटिङ चाहिँ भ्याइसक्यो। यति फरक आउँछ है। जाङमा चाहिँ आउनु पर्यो, तल चाहिँ हाफ इन्ची 1 इन्ची जति आए पनि हुन्छ है। ल तल पनि कति फरक आएको छ हेर्नु होला। तल चाहिँ हाम्रो 1 इन्ची मात्रै आएको छ, माथि चाहिँ मस्त आउनु पर्यो, नत्र भने ठिक हुँदैन है। ल हेर्न सपोज हजुरहरूले कस्तो लाग्यो, लाइक शेयर कमेन्ट सब्सक्राइब ट्याङ घन्टी बजाउनु नभुल्नु होला है। अब यो अरूले सिलाउने फ्रन्ट ब्याक लेख्नु पर्यो। फ्रन्ट ब्याक
ओके बाई बाई, हुडी हुडी चुप्पा।